संसारका हरेक जीवहरूको एउटै खोजिरहेको हुन्छ, सुख, शान्ति, आनन्द। किनकि आनन्दको प्राप्ति नै अन्तिम लक्ष्य हो। हामीले गर्ने हरेक क्रियाकलापहरूको लक्ष्य नै सुख र आनन्दको प्राप्ति हो। तर यो खोज बाहिरतिर मात्र हुन्छ, भौतिक पदार्थ अनि वस्तुतर्फ। जबसम्म यही क्रम चलिरहन्छ तबसम्म त्यो खोज पूर्ण हुँदैन, किनकि त्यो असत्यभित्रको खोज हो। जब हामीलाई यसको ज्ञान हुन्छ तब मात्र प्रारम्भ हुन्छ अध्यात्म। जब संसारको कोलाहल मौन हुन्छ अनि अन्तर हृदयको आवाज सुनिन्छ, आत्माको आवाज, तर त्यो आवाजलाई सुन्न, त्यो आवाजको अनुभूति गर्न त्यति सजिलो छैन। त्यसको लागि आवश्यक छ अभ्यासको। संसारलाई हेर्ने आँखा अनि सुन्ने कान बन्द गरेर अन्तर हृदयको आवाज सुन्ने अभ्यास, यो अध्यात्मको पहिलो सिडी अनि यहीबाट प्रारम्भ हुन्छ आफ्नो वास्तविक स्वरूपको खोजको यात्रा। शरीर अनि मनको सीमाबाट उठाएर आत्माको सत्यमा जागृत गराउने यात्रा। संसारको पढाइले संसारको ज्ञान दिन्छ, तर अध्यात्मले संसारलाई चिनाउँछ। अध्यात्मले संसारदेखि टाढा लाँदैन, तर संसारभित्र नै नयाँ संसारको सिर्जना गरिदिन्छ। बाहिरी संसारलाई अस्वीकार गर्दैन, तर त्यसलाई बुझ्ने दृष्टिकोण परिवर्तन गर्छ। अध्यात्म कुनै चमत्कार होइन, यो त अनुभव, हृदयमा रहेको खालीपन, जसलाई संसारका जति नै वस्तु सङ्ग्रह गरे पनि पूर्ण गर्न सकिँदैन, त्यो खालीपनलाई पूर्ण गराउँदछ अध्यात्मले। जुन परम लक्ष्य हो आनन्द, त्यो आनन्दको अनुभूति हो अध्यात्म। जब यो अनुभूति हुन्छ अनि मात्र प्रारम्भ हुन्छ त्यो आनन्दको पनि मूल अस्तित्वसम्मको यात्रा। आत्माको आनन्दको अनुभूति पश्चात परमात्माको अनुभूति। जब यो यात्रा पूर्ण हुन्छ तब मात्र पूर्ण हुन्छ आनन्दको खोज, अनि मात्र पूर्णता पाउँछ अध्यात्म।